जीवनमा सबै कुरा बिर्सिए पनि कसैले लगाएको गुण कदापि नभुल्नुहोस्। कसैले तपाईँमाथि गरेको विश्वास, कसैले तपाईँमाथि गरेको भरोसा, कसैले तपाईँमाथि गरेको त्याग, तपाईँमाथि गरेको समर्पण जीवनमा भुल्नु हुँदैन। हेर्नुहोस्, गुण भन्ने कुरा जीवनभरि कसैले कसैलाई लगाइरहन सक्दैन। तपाईँलाई दुःख परेको बेलामा मैले एकपटक सहयोग गर्न सकौँला, तर पटक पटक तपाईँको दुःखमा म सहयोगी नबन्न सक्छु। मेरो समयले नभ्याउन सक्छ, मेरो परिस्थिति त्यस्तै हुन सक्छ, त्यो खालको वातावरण सिर्जना नभएको हुन सक्छ। तर अधिकांश मानिसको चाहिँ स्वभाव र सोच के हुन्छ भने मलाई उसले सहयोग गरिरहनु पर्छ, मलाई उसले किन सहयोग नगरे, हिजो त मलाई यस्तो राम्रो गर्थ्यो आज किन नगरे, हिजो मेरो लागि ज्यान दिने मान्छेले आज किन परपर भएको, अरे यार ऊ त पुरै चेन्ज भएछ। यो खालको स्वभाव र सोच भएका मानिसहरू तपाईँ हाम्रो वरपर प्रशस्तै हुन्छन्। मैले सुरुमा पनि भने जीवनमा सधैँ सधैँ गुण लगाइरहन सहयोग गरिरहन सक्दैन। एकपटक सक्ला, दुई पटक सक्ला, तर सधैँ कसैको लागि समर्पित भइरहन सक्दैन। त्यो कुरालाई तपाईँ हामीले बुझ्नुपर्छ। तर हामीमा के छ, हिजो गरेको थियो आज गरेन, हिजो त्यति राम्रो साथीले आज परेको बेलामा मलाई हेल्प गरेन। हामी यो बुझ्ने कोसिस गरिराखेका हुँदैनौँ कि त्यो साथीको जीवनमा आज कस्तो घटना घटिराखेको छ। हिजो म दुःखमा भएको बेलामा उसले सहयोग गर्दै गर्दा उसको जीवन कस्तो थियो र आज फेरि मेरो जीवनमा दुःख आइराख्दाखेरि चाहिँ वास्तवमा उसको जीवनमा कस्तो घटनाहरू घटिराखेको छ। हामीलाई आफ्नै पीड ठुलो लाग्छ, आफ्नै समस्या ठुलो लाग्छ, आफ्नै वेदना ठुलो हुन्छ, हामीलाई आफ्नै घाउले हामीलाई बढी पोल्छ। हामी अरूको घाउको, अरूको चोटको, अरूको पीडाको, अरूको सङ्घर्षको हामीलाई मतलबै हुँदैन, हामीलाई चासै हुँदैन। हामीलाई आफ्नै समस्या ठुलो लाग्छ। ओहो मलाई जस्तो, मैले गरे जस्तो दुःख, मेरो जस्तो जीवनमा सङ्घर्ष, मैले जुन खालको सङ्घर्ष गरिराखेको छु, जुन यात्रा तय गरिराखेको छु, यस्तो यात्रा त कसको होला र, हाय हाय कति गाह्रो छ जीवन, हे भगवान् भने जस्तो लाग्छ क्या। किन लाग्छ भने हरेक मान्छेलाई आफ्नो समस्या, आफ्नो सङ्घर्ष, आफ्नो कथा व्यथा नै सबैभन्दा दर्दनाक लाग्छ। हेर्नुहोस्, बडो डरलाग्दो लाग्छ, सहनै नसकिने जस्तो लाग्छ। तर हामीले अरूको जीवनलाई त्यसरी महसुस गरेका हुँदैनौँ, अरूको जीवनलाई त्यसरी हामीले मूल्याङ्कन गर्न सकिराखेका हुँदैनौँ कि आज मेरो जीवनमा यो खालको सङ्घर्ष मैले गरिराखेको छु, यो खालको दुःख गरिराखेको छु, यो खालको समस्याबाट म गुज्रिरहेको छु भने मेरा साथीहरूको पनि, मेरा आफन्तहरूको पनि यो खालको समस्याहरू उनीहरूको जीवनमा होला भनेर हामीले जान्ने बुझ्ने प्रयास नै गरिराखेका हुँदैनौँ। हामी आफ्नै वरिपरि, आफ्नै यताउता नै अल्झिरहेका हुन्छौँ, यताउता नै हामी डुबिरहेका हुन्छौँ। मलाई उसले यो गर्दैन, त्यो गर्दैन, यो गरिदिनु पर्थ्यो, त्यो गरिदिनु पर्थ्यो भन्ने खालको सोच लिएर जीवनमा अगाडि बढिराखेका हुन्छौँ। मैले तपाईँलाई सुरुदेखि भनिराखेको छु, हेर्नुहोस्, मान्छेले आफ्नो अतीतलाई भुल्नु हुँदैन, मान्छेले आफ्नो हिजोको दिनलाई भुल्नु हुँदैन। जब मान्छेले हिजोलाई भुल्छ, जब मान्छेले अतीतलाई भुल्छ, जब हिजोलाई बिर्सन्छ मान्छे, तब जीवनमा उसले धेरै समस्याहरू बेहोर्नु पर्ने हुन्छ। हेर्नुहोस्, यदि तपाईँले आफ्नो धरातललाई भुल्नु भएन भने, हिजोको अतीतलाई भुल्नु भएन भने तपाईँले कहिले पनि कसैलाई नराम्रो गर्न सक्नुहुन्न। तपाईँले हिजो आफ्नो जागिरे जीवनमा, हिजो तपाईँको असफलता पाइराखेको समयको जीवनमा तपाईँले फर्केर हेर्नुभयो भने अब तपाईँ सफल भइसके पछाडि ती असफल व्यक्तिहरूलाई तपाईँले कहिले पनि हेला गर्न सक्नुहुन्न, नराम्रो शब्द बोल्न सक्नुहुन्न, उनीहरूलाई हे दृष्टिकोणले हेर्न सक्नुहुन्न। तपाईँको मनले नै दिँदैन। तपाईँको मनले के भन्छ भने हिजो मेरो जीवनमा पनि यस्ता यस्ता कुराहरू थिए होइन, त्यस्ता कुराहरूबाट म पार हुँदै 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 यो ठाउँमा आएको छु र आज जो सङ्घर्ष गर्दैछन् जीवनमा, जो जीवनमा केही प्राप्त गर्नको लागि लडिरहेका छन्, ती व्यक्तिलाई मैले पुस गर्नुपर्छ, मैले उनीहरूलाई मोटिभेट गर्नुपर्छ भन्ने लाग्छ। तर हामी अधिकांशको सोच चाहिँ कस्तो हुन्छ भने हिजो मलाई सहयोग गर्यो आज गरेन। अब तपाईँको आजको वर्तमानमा नगरेको एउटा सहयोगको कारण हिजोको 20औं सहयोगहरूलाई बिर्सिदिन्छ मान्छे। आजको एउटा नराम्रो व्यवहारलाई सम्झेर मान्छेले हिजो गरेको 100औं राम्रो व्यवहारलाई भुलिदिन्छ मान्छे, किनभने ऊ
मान्छे स्वार्थी भइसक्यो। उसलाई आजको दिनमा उसले खोजे अनुसार रोजे अनुसार जीवन हुनुपर्छ भन्ने उसले सोच्छ। म जस्तो छु, म जुन बाटोमा हिँडेको छु, म जे कुरामा खुसी भइराखेको छु, वरपर हुने मानिस पनि त्यही कुरामा खुसी हुनुपर्छ भनेर सोचिदिन्छ मान्छे। बडो अचम्मको चिज छ यो मान्छे, बडो अचम्मको जात छ यो मान्छे। मान्छेलाई बुझ्न बडो कठिन छ, बडो गाह्रो छ आदरणीय मन। तपाईँले कुरा बुझिराख्नु भएको होला। त्यसकारणले समय परिस्थिति अवस्था अनुसार कसैले तपाईँलाई अहिलेको समयमा सहयोग गर्न सकेन, तपाईँको हितमा हुने काम गर्न सकेन, होइन, तपाईँ सँगसँगै यात्रा गर्न सकेन, तपाईँको सङ्घर्षमा साथ दिन सकेन भनेर हिजो साथ दिने व्यक्तिहरू, जसले तपाईँका लागि सब थोक त्यागेर तपाईँमाथि समर्पित हुने व्यक्तिहरूलाई नराम्रो अपशब्द नबोल्नुहोस्, गाली नगर्नुहोस्, उनीहरूको अहितमा हुने कुरा नगर्नुहोस्, उनीहरूको विषयमा दोस्रो व्यक्तिसँग कुरा काट्ने काम पनि नगर्नुहोस्। यो सोच्नुहोस् कि हिजो सकेको बेला उसले मलाई सहयोग गर्यो, कतै आज बिचरा ऊ पनि केही सङ्घर्षमा छ कि, कतै ऊ पनि जीवनमा कुनै समस्यासँग जुझ्दै र लड्दैछ कि भन्ने कुरा बुझ्न सकियो भने सम्बन्ध सुमधुर हुन सक्दछ। है, मैले सुरुमा पनि भने, फेरि पनि भन्छु, पटक पटक भन्छु, कुनै पनि मान्छेले कसैलाई बारम्बार गुण लगाउन सक्दैन। लगाएको गुणलाई सम्झिँदै सम्बन्धलाई मिठो बनाउने हो। म तपाईँ सँगसँगै छु। आज मैले सम्बन्धको कुरा गरेँ, गुणको कुरा गरेँ। तपाईँलाई कस्तो लाग्यो? यदि यो भिडियोले तपाईँको मनलाई कतै न कतै छोयो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मनमा लागेको कुरा लेख्नुहोस् र अब कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि खुल्ला हृदयबाट भन्नुहोस्। मलाई यति धेरै माया गरिदिनु भएको छ, म मनदेखि नै तपाईँलाई आभार प्रकट गर्न चाहन्छु। क्यामेरामा सन्दीप इटनीलाई धन्यवाद दिँदै